डाँडामा पिकनिक खान आएको यहाँ सामानहरू बोकेर देखा नि त तपाईँको त उचाल्नै नसक्ने हजुरको नि देखाउनु न यता के हो बच्चाहरू मेरो चाहिँ यहाँ ड्राई पिकनिक टुई लाएर हिँड्नु भयो यहाँ बाबु यता हेर्नुहोस् न क्यारे उस भयो त यता हेर्नु है हाम्रो पिकनिक भ्लग हाल्ने होइन त्यो होलीतिर फुल्छ बोल्न नि सकेको छैनौँ है कप बस हाजिरकोट मन्दिर हो बजा उतारी जाऊ त्यहाँ नमस्ते गर उता त्यहाँ मन्दिर अगाडि अलि यता ढोकानिर गएर नमस्ते गर न ल त्यहाँ जी गर अब गुड ल उतारी जाऊ ल यहाँ नमस्ते गर्नुहोस् ओ बाबु कहाँ गएको थियो त जानु न ल यता हेर्नुहोस् होइन त्यही हो त्यो उस देख्यो नि त एलिना देख्यो नि त अर्को पुरा भिडियो बना जुत्ता लाएर गएको त ल त्यहाँ ढोक्नु अनि उता गएर चढाउनु यहीँ नै चढाइदिएँ मैले त ल यहीँ ढोकिदिन्छु म त ल भयो जाउँ न त उता दर्शन गर्नु पैसा नि व्यस्त गर्नु पर्यो ओ बाबु नाफिरे ल जम खाना जाऊँ अब हाम्रो पिकनिक स्पोट चाहिँ त्यहाँ अब त्यहाँ गएर खाने हाम्रो कार्यक्रम बोकिरहेछ खलाइदिएर त्यस्तै हाम्रो यहाँ खाजाको तयारी हाम्रो खाने टाइम अब यहाँ खानेकुराहरू प्रिपरेसन हुँदैछ अरे कि अब पुरा मजाले बसेर त्यहाँमा हो जुस हेर्नु न मजाले सरल बनाउँछ चम्चा छ नि म यहाँ आउँछु बाबु अलि यस्तोमा बस्नु त सिजनमा एकचोटि उठेर हेरेर जान्दा मलाई देखाएन त्यहाँ म यहाँ बसेको कस्तो रङ भनेर झोल त कपमा हाल्थेँ फेरि चाहिँ हाल्नुपर्छ है यसो गर न यो प्लेटमा हालौँ यहाँ हाल्नु न यो मोमो र बस्नु तपाईँले अनि नजिक आउँछ फेरि मत्ता नआइन्छ भने के हो त चलाउनु नपाइकन खाइदियो बच्चाहरू त सबै छर्दिनँ अलि अलिकति भुतहरू आउँछ कि पेट फुलिरहन्छ त्यो मोमो खाने अन्त त्यो प्लेटमा मन दिने र अन्त हामी अनि के को दुईटा हातले खानु हुन्न नि त अहिले साबुन छैन यहाँ यस्तो चिल्लो लुगा जम्मै बिग्रिन्छ जति त्यो मोमो चाउमिन सबै उसमा हाल्नु त त्यो प्लेटमा अनि त्यहाँ चाहिँ झोल हाल्नु ल चम्चा 5 वटा ल्याए नि केकको चम्चा खै त केकको चम्चा केकको चम्चा नि ए दामी देखाएर ल सबै त्यतिकै नहाल्दिनु है त्योभन्दा बढी दुईटा थाल्दा हुन्छ कि डबल छ ल झोल खाऊ सबै सट होइन भाडा नभएर हो कि सबै यहाँ दुई भाडा हजुर म यहाँ खाने
चाहिँदैन किन के हालिदिनु छ नि यहाँ चम्चा दिनु न बिचरा खै त तपाईँ के यस्तरी बस्नु है क्यामेरा के हो ए के छ ए चम्चाले खाने हैन र काँडा हाल्नु हो काँडा नि छ डल्लो नि खाके यसमा छैन उयो हामीलाई काँडा हाल्दै हैन र यसकोमा केकमा उयो उयो केचप हालेको छ नि त मैले यहाँ छ के छ दिनु न यसलाई यो त केचप बिना खाँदैन नि के नि हुँदा बिग्रोस् अब के अन्त सरफमा हालेर खाने चाहिँ सरफमा हालेर धुम्ला पछि ए पानी दिनु रे कपमा हालिदिनु त न खाने नि एकछिन पस्नु न मेरो बाबु यहाँ खाना हतार भयो कि एउटा दिन्छु पहिला भनेको यहाँ फुल्दैन खाउँ त होइन यो मोमो खाउँ न मोमो के हो त यो नि ल बहिनी खाएँ चिसो मैले खान्छु पानी त अर्को झोल खानेवाला उस्नी छ कि चम्चा छ कि 5वटा लेखा मैले बिनु कस्तो लाग्यो कता खाने भनिरहेको पोखा न यहाँ हातेर न ला सस त प्याज चाहिँ भइरहेको दिन त पानी मन त हर हर ला हामी त जुन पाए त्यही खान्छ के भयो खानु खानु यसलाई खाना चम्चा दिनु सिसँगले कता खाने भन्छ के पर्नु मोमो त्यता बस्छ के किन्नु पहिला झोल खाने रोटीलाई निकाल्नु न त नि के गर्ने यो रोटीलाई काटा यो मोमो यता गर्नु त काँडाहरूले खाऊँ पहिला कस्तो पोखा त झोल त छेतै तपाईँ छर्छ मलाई दिनु खोइ चम्चै भएन झोल खानु त नेपाली यो के रहेछ यो किमा हो झोल हो के तन्न त भने मलाई चाख्न चाख्न सबै भुक्न चिज भए नि त नि ल खामै खाम चस भनेर चस न त यसरी ठोकौँ न त नि कस्तो हो त नि ल के खाना मात्रै हो त नि ल पेटमा पुगिरहेछ ल खै त ल सबै आउनु ल ठोका त यसरी गुजारेर ल त्यहाँ थम्स बनाउन मिल्छ नि ल भन्दैछु मैले खानै जान्छु ल ल त्यही भयो मेरो छोरा त केही माथि आउँछ ल काम के हो अच्छा हाले हाले पोख्ने हैन के त्यसो त पछि खानु भन्नु न यो कस्तो मिठो छ अचार यो नखाएर के खायो भन त्यो चाउमिन यो भाँडालाई खनाउँ त टिस्यु नि हाल्नु त त्यहाँ हाल्ने कि त्यो अचार सुवाले कति हाले म ए हालोस् खाओस् एउटा दुईटा हो नसा दियो यो चाहिँ कहाँ हाल्ने त कुनै झोलमा खतरा रहेछ है बाबु जकेट नपर्न भएर है ल गाइस चाउमिन मोमो भने चाउमिन राख्ने ठाउँ चाहिँ पाएन र नहुने रे क्या लास्टमा म हेरेर आउँछ ए बब्बाले निस्किराखेको यो अहिले खाने हो यहाँ झोल नि है मोमो यति हो यति त हो नि थोरै पो रहेछ त पुग्छ धेरै यसो गर न के चेपेको थियो तिमीले यसो गर मिठो है मोमो त दामी के बिदि टास्छ त यस्तो बिदरी अनि त्यत्रो चेपाक चेपुक चोको चराले खाने तातै पोको है तातै पोको गरेर ल्या हो कति ठुलो क्या मोमो नि भिडियो भयो फेरि कति ठुलो क्या मोमो नि है सब के टाँसेर ल्याएर भिडियोमा हेर्नै भएन अन्त ओइ के गरे आएको त अब त्यस्तो नगर्नु नि गन्दा त्यो यहाँ आन्टीको सबै फोरी भएको मोमो त है पानी धेरै जस्तै भेज पानी बाबु पानी देखेन मैले देखा मसँग लास्टै फुली भयो नि त मोमो त किमा मात्रै आयो होला यसो पानी पाएन
अहिले पानी ग्यासमा हाल्नु अघि त्यहाँ हान त चम्चा यहाँ चाहिँ किमा कम भइछ गएको छैन खानु खानु म अहिले खान्छु खानु लास्टमा कस्तो मिठो बनाउँछ क्या मोमो चाहिँ एकदम मनपर्छ पानी जुस खान्छ जुस त यही त हो तिमीहरूको जुस न भइहाल्दैन पुरा चम्चामा कुन टेस्ट अर्ग्यानिक खानु केमिकल त हाल्दैन होला खानेकुरा के हाल्छ र नि मैदा नि केमिकल त हाल्ने के को पिठो होला मैदा ओत्रो हो के खाता डुब्ने हो यो बुढाहरूलाई उता गरेर हामी तिनवटा सँगै बस्नुपर्दो रहेछ नि भने खोइ त ममा त भयो म टाको छु किन टेस्टी छौ म मिठो हो क्या मिठो छ खाना खाँदै त्यो यो झोल अलि सप खाना पाएँ त है पिउनै पाएँ त्यसलाई यस्तो गर्ने हो कस्तो बिदि लतक खानु न भाडै भएन क्या हाम्रो चाउमिन खा त्यो छोरा मोमो पुग्यो यो झोल चाहिँ जिम्दै खाने यहाँ पो खानु पऱ्यो यार मैले त भाडा पाएँ है त्यहाँ चाहिँ किमा खाएँ धेरै किमा चाहिँ झरिहाल्यो सबै कस्तो मिठो बनाउँछ है भाइले झोल चाहिँ यहाँ छ घट उनीहरू त तताउँदा खाँदैन तर मोमो दिनै हाल्दैन है हातले चाहिँ मजा आउँछ मलाई त प्रसाद यस्तो डङ्गुर छ के प्रसाद के हो प्रसाद रोस्ट यो चाउमिन चाउमिन के नि करेन्ट चाउचाउ मिठो किमा हालेको त्यहाँ चाहिँ मोमो हालेर खाना मिठो भयो क्या मोमो खानु छोड्यो हामी खाने खाने हो न त ओए झोल खानु स्पेसल भए झोल खानु भनेको केही पनि पाएन ग्लासमा अहिले फेरि कफी खानुपर्छ माथि नि तातो गरम पेट के मात्या छोरा हो त के बिदि आँटा फेरि यहाँ झोलमा हाल्ने बित्तिकै पुतुकै हामीले कस्तो मिठो हाल्छ क्या मोमो चाहिँ झोल त चम्चा मोमो लभर उता भिडियो नदेखाउने मोमो लभर यता फर्केर देख्छ भनेर यता फर्केर खा भन्ने अहिले नआम यो खान त मेरो चम्ची हो त्यता भिडियो देखाउनु पर्छ त्यो त भाइरल भिडियो अब के खान्छ चाउमिन है कस्तो रहेछ यो खान म त लिपस्टिक लिएर हाँसु लगाइसकेँ के माला खानु पर्यो अहिले लाउने हो भने होइन ल्याउनु त टिस्यु खोइ टिस्यु त सबै भ्याउनुलाई पुस्ने भयो खानेकुरा लाग्नु आज हुन्छ त है चाउमिन खाऊ के खाने अब चाउमिन केक चाउमिन खाने ए केक खानु पर्ने नि त नि के खानु त यो म त खान्छु चाउमिन खान्छु
के खान्छ खाना त चाउमिन खाम अनि फेरि तेरो हात हेर त बरु हामी चाहिँ यसो गरौँ कि यहाँ खानेकुराहरू मजाले खाऊँ अनि उता गएर टिचर बनाऊँ झाडा भागौँ कि हाम्रो सामान किन्नु हो है के खाने र बाबुले केक ल त्यो दुई भाइ यो खाऊ है खान्छ दुईजना एकै ठाउँमा होइन त्यस्तो भन्नु दिनु के एउटा यहाँ खाऊ न दुईजना लिएर खाइसक्दैन एउटा दुईटा खान्छु भनेर देखेन यहाँ सिसाम दिदीलाई यो ठुलोवाला दिनु पऱ्यो तिमीले सिसाम दिदीलाई केमा हाल्छु नमाते पड्काउँछु भनेर खाइदिउ नि देऊ यत्रो चाख्ला रहेछ कसरी हालिदिनु त ल नहीं ये तिमी खाऊ त्यसो भए ल लोभी खाला ओ यहाँ झोल छ फेरि ओ यो झोल नै खाइदिउँ न प्लेट पुगेन र प्लेट कति टाढा ए त्यसमै खाऊँ न नानी बाबुलाई नि खोइ त नानी के हाल्दिन् त के रोटी ल्याउन चाहन्छन् खाने किनभने त्यत्रो पैसा एकैचोटि खान सक्छ के अन्त हालेर खाइदिउँ न खासै मन पर्दैन के छ भनेर यति त भयो म अचार खाने के त पाइ पनि छैन र उ त्यहाँसम्म के त पुग्छ होला कसले खान्छ र के त अचार सक्यो हामी त यसमा अचार सक्यो छै होइन अर्को खोलेको के यही हो कुनवाला तपाईँले हालेको नि अचार एउटा भाँडामा कस्तो गरौँ मोमोको अचार हाल्नु भएको थियो नि त एउटा भाँडामा भनेको सबै हाले हो भन्छ नि खाइसक्यो खै ममा खाएन हालेर त्यही फुटाएर हाल्नु न त लु अर्को चाहिँ फुटाएको खाइभ्यायो भने भएन बाबु किन हो के तिमी मातेको त्यस्तो बित्दै खानै नभए जस्तो एउटा पछि अर्को खाऊ न मोमो खाइरह भन्न गएको थिएँ नि यहाँ डल्लै बहन नगराइ सानो बाबा मन पर्यो अचार खान खान्छ हो समिलो साले आमा लु भयो खाने आयो खाऊ सुप हाल्या होइन त्यो अहिले झोलमै हो नि त्यही त नि सुप हाल्या सानो सानो उत्तर आउनु लिपस्टिकलाई हान्ने रहेछ पुस्नु पऱ्यो तपाईँको हेर्ने त त्यहाँ दुइटामै लाएर बजाए हेर्नु फेरि कुन खानुपर्ने कसको बजाउने यस्तो गरेर रोज खान्न कहाँ आउँदा अनि ठाउँ न होइन त्योलाई हटाउनु नि त सबै रोस्ट पनि ओसिएको देखाए है के भन्छ एउटा रस दिउँ केकको खाने कि रोस्टको खाने पेट चाहिँ फाइट गर्छ होला यहाँ खान्छ तिमीहरू दुइटा उसको लागि भने बनाएर छिची म खानु ल्याएर खाने मेरो छोरा छिची म त्यस्तै छ नि बाबुलाई नि खान्न रहेको छिची म खानु तपाईँको एकछिन मासु खाने हो खाने पर्नु न खाने के खाम हाम्रो के कतिखेर जाने बेला हुन्छ अब भइहाल्छ अब भरे घर गएर तपाईँको घर गएर हात नि होइन यो प्लास्टिक चाहिन्छ र तपाईँको पानीवाला वाइस ल्याएर किन माथि हो के ड्राई पिक्निकमा त वेट पिक्निकमा टिस्युले समाएर यहाँ टिस्यु है विनोदको चोरेर आएको एउटा ल है मैले
यो प्लास्टिक चाहिँ नि नजाने यहाँ फोहोर हाल्दै गर्छु कि म फोहोर हाल्नु जान्दै हानी होला नि एमा हान्नु ल समाएर खाना नखाऊ जल खान्छु म त जल खानु नि त अगा त भयो नि त नि है खाना नि अलिअलि खा भयो कतिको दिन खान्छ जस्तो हुन्छ है त्यो दादा कहिले खान्छ चाउमिन रामेन त पानी पुछेपछि ओए बन्द गरिदिनु न पाका नभए चाहिँ नखाऊ है बाबु बेसरी खानु नहुने हुने गरी तार्नु भएछ कम्ती भए केचपसँग खान्छ kita kan main tu ममा यम्मी भएको थियो है चाउमिन हरायो नि हुँदो रहेछ है मैले त चाउमिन खाएन नि त यस्तो जुठो नि के दिन्छ तिनीहरूलाई पानी त जानेर धन्जेराबाट बोकेर आएर त्यहाँ बाबु किन हके फोहोर गरेर चटचटे खाना त कसले हातले खान्छ नमाथि धेरै तपाईँ रोस्ट लिनु त के खा एकटी चाहिँ खाँदै हात धुन चाहिँ चिल्लो हुन्छ नि त लुगा फेरिदिन्छ भाषा मकमक गरेर नगइकन मोमोको गन्ध मासुको गन्ध के हुन्छ सिसन त खत्रै आएर कलर एक्सन रे केमा गर्ने कलर एक्सन हामी लगाएर स्कुलमा जाने है क्या लाइब्रेरीमा बसेर तपाईँ त्यो मासु खाँदा चाहिँ एकछिन खानु जानु को खान्छ खाने न खान्न खान्न तपाईँ चाहिँ खाने हो नि किन खाने अब अरू कुरा खाएर आएको छैन रोटी त खाने खान्न मासु चाहिँ खतरा बनाएर मासु पनि खान सक्दैन यार त्यो त हामी खाने होला मासु त अब चुहे त भयो होला दिन गइहाल न दिन मात्र गइहाल भिडियो हाल्ने होला ल काटेर त्यसो नहाल्ने अरूलाई के गर्नु एडिट गर्नुपर्छ नि त्यसको बाजे लो गाइस च्यास च्यास भनेर यहाँ ड्रिङ्क्स नि एक्सट्रा आजको पिकनिक नि एक्सट्रिम लाग्छ त्यहाँनिर दामी खाने होला कस्तो मिठो आयो भोक लाग्नेलाई यो एउटा खाइदिनुपर्छ किन फुकाएर राखेको त्यही हो यहाँ छ त्यसको साथी मेरो छोरा त आयासँग हिँडेर कि आया जति मात्र खान्न भन्ने सकेन भयो मासु पनि थोरै ल्याएको हुन्छ नि है बढे मान्छे टिस्यु छ त डिभिसी लगाएर आयो आमाले अनि ए छोरी नि पुस्ने भइसक्यो मेरो मान्छे हाल्दै थिएन नि फेरि बाउ हेरेर कस्तो मलाई भित्रै खुरिरहेको कस्तो दाम भयो मात्र न लुगामा राख त्यही खान्न भने म खान्छु अहिले यहाँ राख बाई
ए पुस्साले यहाँ पुस्साले लुगामा नबस् न पहिला प्रसिद्ध भाग लाउने आफ्नो गर्ने है लैजाउँ उयो हाल्दिनु न कति छ के के गरे म खान्छु मेरो खानुहुन्छ कस्तो गिलास छ मासु त दिँदै हेर्छु सबै मासु दिनु तपाईँ खानु उसले चाउमिन खान्छ मम्मी हाम्रो बाबुर के खान मन लाग्यो मेरो त छोराको भाग मेरो छोरीको छ खान्छ खानु तपाईँ छोरिँदैन तपाईँको नभएको मान्छे समाउन के गर्छ चौजन फिर्ता लाने हो अब तिमी त रामेन लिएर आयो है मासु एउटाको कमी रहेछ है हाम्रो अरू त के पनि यसरी काटो भने एक चम्चाले थम्नेल गर्नु भने कस्तो दिन हात भने मोबाइल वहाँ नि नयाँ बिस्कुट यसरी गरौँ भने ए भाइ चाहिँ भाइरल बिस्कुट भयो छ न बाबु ल कहाँ काटौँ ओ बाबा आ देऊ न त्यही ल मेरो छोराको छ क्या यहाँ ल झरिहाल्ने पत्ता खानु न खाने पर्यो फेरि एउटा खानालाई एउटा किन पाउनु धजिरा ल अन्त ठाउँमा हुँदा त्यही हेर मेरो छोरालाई मैले हड्डी कुमार्न दिएको कुमारेर हामी चाहिँ मोमो लभर केक लभर जङ्क फुड लभर तपाईँ चाहिँ मासु लभर ठुलो भाइ मासुलाई नहेर्नु मलाई केकहरू यस्तो किचिमिची त बेरै मनपर्छ मैले खाएको मोमो मछली चाउमिन के दावा मोमो त बेसी मिठै खाने क्या तपाईँले जति घरे खालिदिनु त्यो रोटी के हुन्छ यो त हामी जुन चाहिँ भुली नि त्यही चाहिँ झन् है मम्मी दुध खोइ दुध जुस खाऊ तिनीहरूको लागि किने त अनि खाऊ जति खान्छ ददा सडा खा के अरे एउटा आँसलाई लगिदिनु पर्ला हुन्न भन्दा अर्का आन्टीले के अरे ठुलो मम्मीले त्यहाँ बिस्कुट पठाइदिनु दुईवटा पठाइदिन्छ होइन सकेर ल्याउने खाऊ त्यो जुन खान्छौँ भन्थ्यो अब यहाँ पसलमा वाक्छु छानु दिनु कस्तो गुलिया खानु मन लागिरहेको फेरि खान्छु एउटा खानु मिल्दा फेरि एउटा त कफी पछि यहाँ टाक्सी टाढेछ जानु रहेछ यिनीहरूको यो त त्यस्तै हो कति कति पऱ्यो बनासान के गरेको र यो फोहोर चाहिँ हामी बोकेर जाने हो डस्टबिन छैन डस्टबिन होला नि खाएको खाइज अब त हेर्न पनि यसलाई क्या टिकटकमा कचाकचु भनेर हाल्ने होइन गीतमा हाल्ने नि के भयो तपाईँ त अलि यता फर्के पो बस छोड्दिन हजुर खाएर यो नि रहेछ यसलाई दिने एक वर्ष टोइ कति बज्यो 11 सबै उता उता 11 बजे भयो 40 बजे कहाँ आइपुग्छ ओइ झोल त अझै डल्लै रहेछ नि त नि किन झोल खान्छ झोल चाहिँ डल्लै रहेछ झोल यहाँ अलिकति खानु धनी लाने फुटेर हेर न होला नि पापड नखाएको हेर पापड खानु पनि मलाई खान अर्को बुझ्ने म सबै सानो खानुपर्छ यस्तो गरौँ न थम्नेल त गरौँ न खाएर पनि घाममा खेलाइ खानु ओइ यो झोल त बच्चाहरूलाई नि दिनु नि त नि यसो गर्नु बुढा सबैजनाले यसो देखाउ यसरी ठोकाउने मात्रला हे भने अनि त कपै मुहा ल्या त सर्को के यो झोल त केमा हालेर लैजान्छ बोतलमा त्यसरी फुट्यो र
पराठा फुटाएर नाइ थप्पड दिन्छ ओइ माथिबाट हात तलबाट चाको सिङ्गी भएको नि त त्यति भयो मैले भन्नु अनि त्यही भएर घाममा चाहिँ जान्छ नि त हुन्छ घाममा जान्छ नाला कुन चाक्सी छ बेलामा डेलिभरी भयो क्या तपाईँ तन्ना नि आत्तो एरियल सरस छ तेरे मस्नु टोलो है जान्छ होला है सरले खालो नि खान्छ त्यो होइन एरियल भए चाहिँ के पिर्छ गइ के हो त अलि पुरानो त ल्याम्प पर्थ्यो पुरानो मेरो च्यातेको थियो अब त्यही ल्याम्प पर्थ्यो ओ छैन भैया मासु नि पुग्यो खाना खान तपाईँ त खाना पुग्यो भनेको जति छ है ओइ खाना खानु खुट्टा खुट्टा गर्दन जम्मै जम्मै टोक्न दिउँ कि क्या हो हामी त केक लभर मोमो लभर तपाईँ माथि के हुन्छ त्यहाँ साउन्ड आउँदैन हामी साउन्ड नगर्ने तिनीहरूले होइन हामी तिनजना हेर्ने हाँस्दै गरेर म त कस्तो आएको हेर कोही कोही त कट गर्नु है जतिखेर यो लुसी आएको के गरे अरे खाएको बाबु खाएको ओ यो पनि एकचोटि यो माल किस भने राख्नुपर्ने हो नि त है सानो त्यो क्यामेरा बोकेर आउँदा हामी मार्केट ट्राई गर्ने भन्ने अनि कसरी खोज्छ त नि ल माल किस भने हेलो गाइज यो चाहिँ एलिना गुरुङ यता हुनुहुन्छ देवी माया गुरुङ अनि त्यहाँ चाहिँ किसान गुरुङ यहाँ चाहिँ किसाम गुरुङ अनि यो चाहिँ हाम्रो खाने यो कसले यसो गरे ओ हेर त यहाँ माल मार्केट बिस्कुट भाइरल बिस्कुट बिस्कुट यो चाहिँ फ्राई ट्रेनमा आएको बिस्कुट कस्तो रहेछ हेलो सिसम हाई गर र यहाँ ट्राई गरेर ल यिनीहरूलाई नि खिच्नु है यिनीहरूले कस्तो रियाक्सन गर्दो रहेछ उयो के हो त 110 को त कतिवटा हो 2 4 6 8 10 12 14 16 18 यो न्यू ट्रेनमा आएको बिस्कुट हो नि त नि निनुस ट्राइड हाम्रो खानेकुरा चाहिँ यस्तो छ गाइस छैन गाइस यो चाहिँ टिकटक भाइरल बिस्कुट हामी ट्राई गरौँ न कस्तो हुँदो रहेछ ल देवी मायाको रियाक्सन गुलिया पछि चाहिँ मिठो आउँदो त्यसको टेस्ट नट गुड नट ब्याड मिठो भन्दै खाने मिठो रहेछ मिठै है लास्टमा टेस्ट आयो है गुलिया खानु पाएन पहिले हाम्रो मालकिस्ट बिस्कुट कन्ट्रोभर्सी होला नि हेरे सुसो पारेर हिँड्ने ए मेरो छोराले होला त्यसो भए देखे हामी भुन्टै भद्रा गोलिङ ल भयो अब चाहिँ हामी फोटो भिडियो खिचौँ गाइज हामी चाहिँ आज ड्राई पिकनिक खाएर आएको भने त्यस्तो गाई साई त भन्दैन होला बोक्छ त्यहाँसम्म त या तुम्बे तुम्बे बोकेछ ब्याग बोक्न सकेन भनेर रुँदै हुनुभयो हाम्रो सिर्जना म्याम ड्राई पिकनिक खाएर आएको गाई झन् भरेछ झोला सिसो गर्छ